संयुक्त राष्ट्र सङ्घको घोषणा अनुसार देव विकास लक्ष्यका 17 युवा नेतामा पर्न सफल नेपाली अभियन्ता ऐश्वर्या श्रेष्ठ। नेपाली युवाको नेतृत्व योगदानलाई विश्व मञ्चमा प्रतिनिधित्व गर्ने अवसर पाएकी अन्तर्ध्वनि नेपालकी सह-संस्थापक हार्ट अफ नेपाल पहिलो पटक 9 गते संयुक्त राष्ट्र सङ्घ युवा कार्यालय मार्फत यो सूची सार्वजनिक। दुई नम्बरमा संयुक्त राष्ट्रसङ्घका राष्ट्रसङ्घ दिवस अक्टोबर 24 मा मनाइन्छ। 1945 अक्टोबर 24 मा संयुक्त राष्ट्रसङ्घ स्थापनाको स्मरणमा जेन्जी पुस्ताद्वारा 2082 भदौ 23 देखि 24 मा भएको आन्दोलनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका 45 जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय 82 कार्तिक 17 गते गरेको। सुशासन तथा भ्रष्टाचार नियन्त्रणको माग राखी जेन्जी पुस्ताद्वारा 82 भदौ 23 र 24 गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका 45 जना व्यक्तिको बुद्धिबहादुर तामाङ, सन्तोष विश्वकर्मा, सुलभ श्रेष्ठ, श्री एम चौलागाई, ईश्वरबहादुर अधिकारी, बागलुङ, पनौती, ललितपुर, तिमाल, गोरान्जोर, इन्द्रुवा, इटहरी, बाजुरा, धरान, गण्डकी, तराई, नुवाकोट, सिलिचुङ, सैलुङ, लाहान, दुर्गाथली, दशरथ बैतडी, बदाङ, हेमराज धामी बदाङको बैतडीको निरज पन्त, मूल्याङ्कन वर्ष 82 वैशाख शुक्ल पूर्णिमाका दिन कति बुद्ध जयन्ती मनाइयो? 2569। सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको सम्मेलन। नेपाली साहित्य समाज अनेसासद्वारा अमेरिकामा 117औं देवकोटा जयन्ती पुरस्कार वितरण समारोहमा सम्मानित रोशन थापा। सन्तासका 60 दिन स्मार्ट सहर योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको? 2082 कार्तिक 16 र 17। राष्ट्रिय सभामा रिक्त सदस्य पूर्तिका लागि कुन मितिलाई निर्वाचन गर्ने? 2082 माघ 11। मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौ त्यो भन्न पाउनु हो भन्ने विद्वानको हुन्। जर्ज अर्वेल। 6 सेवा क्षेत्रलाई राष्ट्रिय परिचयपत्र परिचय व्यवस्थापन सूचना प्रणालीमा जोड्ने निर्णय कहिले गरेको? 2082 कार्तिक 12। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनी राष्ट्रपति सी जिनपिङ शिखर सम्मेलनमा भाग लिन दक्षिण कोरिया पुगेका ट्रम्प र सी बीचको भेटवार्तामा दुई बीचको चलिरहेको व्यापार युद्ध। जापानको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री सनाई ताकाइची। सगरमाथाको उत्तरी मोडामा रहेको हर्नविन पुलोयरमा यसकै गरी कीर्तिमान गर्ने पर्वतारोही
जिम मोरिसन अमेरिकी गर्भधारण